सबैजनालाई नमस्ते नमस्ते। ल आज चाहिँ बिदाको दिनमा हामी चाहिँ भेडा लिन जाँदैछौँ। रोसियामा चाहिँ साथीहरू अगाडि दुरन दाई हुनुहुन्छ, यता अगाडि यता हिमाल दाई हुनुहुन्छ। ल म चाहिँ यता छु। अब हामी चट्ट लाएर भेडा लिन जाने भन्ने छ। आज भेडा काट्ने कुरा छ, त्यही भएर भेडा सिडा ल्याएर चट्ट आज यसो बिदाको दिनमा चाहिँ रमाइलो गरौँ भन्ने हो। ल त्यसपछि यस्तो छ, अहिले हामी देखाउँछौँ भेडा बाँकी छ काटेको हेरेको हामी चाहिँ हेर्दैछौँ। सबैजनाहरूले हेर्नु होला, हामी यहाँ जाँदैछौँ गाडीमा। ल हामी चाहिँ चट्ट बसेर रमाइलो गर्दै घुमिरहेछौँ। यो चाहिँ भेडा ल्याउने यात्रा हो। हिमाललाई पुरै सुतेर हिमालले चाहिँ बाहिर लगाइदिनु होला। अब एकचोटि चाहिँ बाहिर गइसक्नु हो। साथीहरू हामी चाहिँ भेडा ल्याउँदै यस्तो छ खुसियाको जङ्गल गफ हुँदैछ। भेडा ल्याउने यो चाहिँ भेडा चलाउने जङ्गल हो भन्दैछ। यस्तो छ, रमाइलो छ। हामी चाहिँ भेडा ल्याउनु हो। यहाँको चाहिँ घरहरू यस्तो छ। यहाँ रमाइलो छ देश। साथीहरू हाम्रो यात्रा चाहिँ भइरहेको छ है। अहिलेसम्म चाहिँ भेडा भएको ठाउँमा चाहिँ पुगेको छैन। अगाडि चाहिँ मिलन दाई हुनुहुन्छ, साथी हुनुहुन्छ है। हामी चाहिँ यहाँ पछाडि छौँ। यहाँको घरहरू चाहिँ यस्तो छन् है। हामी चाहिँ यो पुरै गाउँले हो, जिन्दगी गाउँले पुरै गाउँमै हो। यो ठेड गाउँले हो यो। हामी ठ्याक्क चाहिँ अब पुग्दैछौँ नजिकै। यस्तो छ घरहरू जङ्गलहरू। हामी अब भेडाको नजिक पुग्दैछौँ। आज हामीले चाहिँ भेडा लगेर यसो काटेर खाने भन्ने कुरा प्लान भइरहेछ। धेरै टाढा रहेछ क्या यार। जङ्गल छ अनि यत्रो काट्छौँ न नि। यो जङ्गलले नै धनी भयो यो देश। पुरै काट्ने धनी भयो देश हो यो। पुरै काट्ने हो, बेच्ने हो, यस्तो छ। जति पनि आएर घुम्ने यार। ल साथीहरू हामी फाइनल्ली चाहिँ भेडै गोठमा आइसक्यौँ। ल आज भेडाहरू छन्। हामी चाहिँ अब लिने भन्ने कुराकानी भइरहेछ, को खाने भन्ने कुरा भइरहेछ यहाँ। ल हिमाल दाइले चाहिँ यहाँ डिल गर्दै हुनुहुन्छ। अब हामी अब कुराकानी गरेर चट्ट के हुन्छ चट्ट लगेर जान्छौँ। यस्तो कुरा ल भिडियो चाहिँ हुँदैछ यहाँ भेडाको माल उसले काटिसक्यो, हानिसक्यो, अब हत्तै गरिसक्यो। त्यसरी अगाडि चाहिँ काट्नु नहुने क्या है, देखाएरै काट्दैन कि यिनीहरू चाहिँ सामान्य तरिकाले काटिदियो यार। डेन्जर तरिकाले काटिदियो। यत्रो भेडा न छेडछुट न यत्रो भेडालाई यार कस्तो डेन्जर काट्यो। ल आदि चाहिँ अब यहाँ चाहिँ भइसक्यो। यसको चाहिँ अब अन्त्य भइसक्यो। अब हामी चाहिँ लगेर होस्टेलमा चट्ट काटकुट पार्छौँ, तपाईँहरूलाई देखाउँदैछौँ। आजको हाम्रो चाहिँ होलिडे विशेष हो नि। होलिडेको विशेष हो आज चाहिँ भेडा एकदम चाहिँ धेरै छ। बन्द गरिदिनु सुनै दिएन यार यसले। आज ल हामी चाहिँ भेडा ल्याएर यहाँदेखि हिँडिसक्यौँ है। सिधै हामी होस्टेलमा जाने हो। अब बस्नमा लगाएर भ्यू यहाँ कस्तो छ त। हामी सिधै गएको जान्छौँ। यहाँ फेरि कब्रिस्तान रहेछ यहाँ। सबको हातमा साथै बस।
काटेर अनि हामी भेडा हाम्रो हुन्छ। अहिलेसम्म हाम्रो भेडा भएको छैन। एकदम चाहिँ यो बजार हो, सानो बजार हो। यहाँ घरहरू यस्तो छ यहाँ बजार एरियाको। उता चाहिँ हाम्रो गाउँ थियो, यो चाहिँ बजार हो। गाडी थत्रो छ तर कस्तो उस्मा छ कि है यसको कन्डिसन दामी छ। हामी फाइनल्ली एटिएमतिर आइपुग्यौँ। अब यहाँ छ हाम्रो एटिएम। झरेर ट्याङ्क पैसा निकाल्नुपर्छ अब। ल साथीहरू, ल अब फाइनल्ली हाम्रो यो बजारको मार्केटमा आइपुग्यौँ। पछाडि मिलन दाइ ट्वाक ट्वाक गर्दै हुनुहुन्छ। ल हामी चाहिँ यहाँबाट पैसा निकालेर चट्ट लाएर हामी अब भेडाको पैसा तिर्नु पऱ्यो सर, होइन? यस्तै छ। ल म यहाँ चाहिँ एटिएमबाट पैसा झिक्दैछु, होइन? अब कति झिक्यो? 150 छ त्यहाँ भनेपछि 100 को झिक्नु पऱ्यो। ल 100 को मैले झिकेर अब चाहिँ उता दिनुपर्छ पैसा चाहिँ। आज त्यो ट्रान्सफर्मेसन यस्तो छ, प्रोसेस हुँदैछ ब्याङ्कले। एटिएम कार्ड चाहिँ दियो। ल फाइनल्ली चाहिँ युरो आइसक्यो। ल साथीहरू, यो भेडाको युरो हो। अब म चाहिँ यहाँ गएर अब हामी भेडाको फाइनल्ली पैसा बुझाउँदैछौँ र तपाईँहरूलाई रुममा गएर देखाउने छु बाँकी कुराहरू है। हामी चाहिँ मार्केटमा छौँ अहिलेसम्म। चट्ट लाएर यो पुरै यहाँ ठुलो बजार हो। ल साथीहरू, हामी फाइनल्ली ब्याङ्कदेखि चाहिँ पैसा निकालेर अब चाहिँ यसलाई दिनुपर्छ। यहाँ यस्तो छ पैसा ल फाइनल्ली साथीहरू है, हामी चाहिँ हाम्रो होस्टेल आइसक्यो। हामी बस्ने ठाउँ हो। अब भेडा आइसक्यो। अब चट्ट लाएर हामी झरेर निकालेर स्याट अब हामी फाइनल्ली स्टेसनमा आइपुग्यौँ। ल फाइनल्ली घरमै आइसक्यो अब हाम्रो। अब यसलाई चट्ट लाएर व्यवस्था गर्नुपर्छ है। ल अब हामी चाहिँ यसलाई चाहिँ व्यवस्था गर्ने प्लानमा छौँ। यो छ भेडा त डेन्जर छ। भेडाको डाइरेक्टर म्यानेजरहरू हुनुहुन्छ। ल हाम्रो भेडा आइसक्यो पुरै। भेडा ओके माई फ्रेन्ड, ओके ल यहाँ भइसक्यो भेडाको। अब यहाँ फाइनल आइसक्यो हाम्रो सब। ल बाई बाई, टाटा। अब हामी काटिहाल्नुपर्छ, होइन गोकुललाई? है यहाँ गोकुललाई पुरै ह्यान्डसम मान्छे। ल चट्ट चाहिँ कोही हुनुहुन्छ भने यसो बिहेको लागि पनि मैले यसै भिडियो मार्फत चाहिँ भनिदिएँ है। ल सम्झिनु होला। यता अन्जन सर उहाँले त ब्याजेर बच्चा जस्तो भइसक्यो, उहाँलाई आँखा नलाउनु। ठिकै छ। विस्तृत छलफल हुँदैछ। यहाँ अध्यक्षजी हुनुहुन्छ। अध्यक्ष हो नि तपाईँ? होइन, म अध्यक्ष हो। भेडा ल्याएर अब विवेक दाइले अब यसलाई कसरी काट्ने, सोचमा पर्नु, कहाँदेखि सुरु गर्ने, यसका आन्द्रा बुढी के गर्ने भनेर ऊ बसेर गराइराख्नु भएको छ। छोप्ने हो कि त्यो कस्तो भेडा ल्यायो यार? तल भेडा छ, यहाँ माछालाई माथि कुकुरको टाउको छ यार। कुकुरको टाउको छ अरे तल भेडा, यो माथि कुकुरको टाउको भएर छोपेको हो नि त। पुरै छोपेर राखेको जागिरले के हो यस्तो यार। ल हामीले चाहिँ फाइनली रुममा ल्याएर अब यसको चाहिँ छला छला कटिङ हुँदैछ। यो चट्ट लगाएर यसको चाहिँ रौँसौँ फालिँदैछ। ल ल यहाँ चाहिँ सबैजना साथीहरू जम्मा हुनुहुँदैछ पुरै। नर्दा त फेरि यहाँ हुन्छ। ल अब चाहिँ चट्ट काटकुट पार्ने हो। अब यहाँ रेडी हुँदैछ ल है। ल सबै चाहिँ क्रोसियामा साथीहरू, ल दाजुभाइहरू सबैजना। ल यस्तो चाहिँ यसको अब रङहरू धेरै हुन्छ। रङ फालेर चट्ट व्यवस्था हानिदिन्छ। फाइनल्ली भेडाको अवस्था यो हो।
हिरालालको कमाल यहाँ छ गेरा ल भयो पानी चलाउँ पानी ल 40 केजी भयो ल है ल अब भेडोको अब काटकुट हुन्छ डिकेले यहाँ सबै कुराहरू फाइनल गरिसक्यो त पानी आउनु बाँकी छ अब भुँडी बनाउने जिम्मा हिराको हुन्छ यहाँ आज एउटा प्लास्टिक भयो भने अब हेरेर निकाल्दै टक 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 गरेर राख्छ मिलेर काटिदिन्छ है यस्तो भइसक्यो अब होइन भेडाको यी सबै साथीभाइहरू यहाँ चट्ट लगाएर गरममा ननिकाल्ने एकेर मासु सबै सुनदेखि महँगो तार्नु पर्दा ल अहिले चाहिँ यस्तो छ है अवस्था यहाँ पुरै काटेर अब हाम्रो भाग हुँदैछ 12 भागहरू ल 12 भाग लाग्दैछ